समग्र हाम्रो 40 लाख मुसलमानहरू छौँ। यदि हामीलाई द्वन्द्वतिर लैजाने र हाम्रो विरुद्धमा गलत हाम्रो धर्मको विषयमा, हाम्रो ग्रन्थको विषयमा यदि गलत गरेर हामीलाई गलत कुराको निर्णयमा लिएर आउन सक्नुहुन्छ र ल्याउने र निम्ताउने कुरा गर्नुहुन्छ भने हामी उहाँलाई छोड्नेवाला छैनौँ। र चुप भनेर उहाँले बोल्ने, जे पनि बोल्न मिल्छ। र यस्तो बेइज्जती महिलाहरूलाई तुरुन्त यदि कानुन छ भने, नेपालको कानुन छ भने संवैधानिक कानुनबाट कारबाही गर्न पर्छ। हैन, यस्ता महिलाहरू, यस्ता देशका विडम्बना, यस्ता किराहरूलाई, यस्ता जनताहरूलाई हेर्नु। नेपालको जनता, आज हाम्रो प्रधानमन्त्रीले सूचकाटले केही कुरा गरेछ भने ठिकै छ, उहाँलाई विरोध छ, उहाँलाई सहमत छैन भने यसको एरियामा जिल्ला प्रशासन कार्यालय छ, ती बुझाउनु केही छैन। तर यसले भन्दैछ म 40 लाख छु, म बाटोमा आयो भने मार्छु अनि मर्नुको लागि एनी टाइम रेडी छु। उहाँ सुशीलाकारलाई माफी माग्नुपर्छ। मतलब उहाँले यति मुख छाडेको छ कि उहाँको 6 मिनटको भिडियो हो त्यो केटीको रारीको, कति भिडियो म सुनाउने। अनि यो त सोच्ने कुरा छ। म मान्य सूचकार्की अनि नेपालको सबै कानुन प्रशासनलाई भन्न चाहन्छु, जब 1 साल पहिलाको जनगणनामा उहाँहरू 40 लाख थिएन, मात्र 24-25 लाख दियो। 1 सालमा कसरी 40 लाख भयो? कसरी भयो? त्यसमा छानबिन हुनु पर्यो। अनि हिन्दूहरूलाई भन्न चाहन्छु, पैसा कमाउने अनि के बिल्डिङ बनाउनु। जब समाज बस्दैन भने भोलिको दिनमा 10 साल 15 साल 20 साल पछि होइन, आफूको घर पनि छिनेर लिएर जान्छ अनि पैसा पनि। अहिले हाम्रो समाजलाई सुधार्ने